जिरा फुराइसकेपछि यसमा प्याज हालेँ, बेसर हालेँ। अब यो अलिकति गरम मसला पनि हालेँ, अनि अलिकति धनियाँ पाउडर एड गरिसकेँ। अब चाहिँ यहाँ म मसरुम राख्दैछु, डल्लै हालेको छु। यसलाई चलाउने राम्ररी। अब यसमा चाहिँ यो टमेटो पेस्ट लगाउने, चप टमेटो लगाउँदा पनि हुन्छ। मैले चाहिँ छिटोको लागि यो कहिले पनि युज गर्छु। कलर पनि राम्रो आउँछ, छिटो पनि हुने, अनि आफ्नो स्वादअनुसार नुन हाल्ने। एकछिन छोपेपछि यस्तो भएछ। अब यसमा चाहिँ म पोटेटो लगाउँछु। यो चाहिँ बेबी पोटेटो हो, बोइल गरेको। खोर्सानी पनि हजुरहरूले राख्नु सक्नुहुन्छ। अनि यो चाहिँ के अरे लसुनको पत्ता, धनियाँको पत्ता पनि एड गरेँ। अब यो चाहिँ रेडी भयो। म चाहिँ यो बलमा सार्दैछु। यो चाहिँ हजुरहरूले रोटीसँग, भातसँग, चिउरासँग खानु सक्नुहुन्छ। छिटो मिठो। ल हेर्नुहोस् त कस्तो खमखम लाग्दो भयो। मैले चाहिँ यसरी रोटीसँग चाहिँ रेडी गरेँ।